moments later. डेभलप कन्ट्रीमा डेभलप तरिकाले विकास गरेको छ। हेलो नमस्ते सबैलाई। बोल कल सुबह पनवेल। आज चाहिँ हामी यसो छुट्टीको दिन चाहिँ अनि मुदुङसान चढ्न लागिरहेको छौँ साथीहरूसँग। खङ्जुको अग्लो स्थानमा रहेको मुदुङसान छ। हामी चाहिँ घुम्न आइरहेको छौँ साथीहरूसँग, देखाइदिनु सक्नुहुन्छ। ल यो चाहिँ गाडी पार्किङ गर्ने रहेछ। यहाँ हाम्रो चाहिँ 11:27 को बस आइसक्यो। औ भाइ, यता रहेको छ हाम्रो मुदुङसान जाने बाटो। अब यहाँबाट हामी हिँड्छौँ निकै माथि। र यहाँ मुदुङसान चढ्नु अगाडि चाहिँ हामी यो पसलमा खानेकुराका लागि थकित मेटान गर्नका लागि हामी साथीहरूसँग मिलेर एनर्जी ड्रिङ्क, पानी, भिटामिन अनि विभिन्न बिस्कुट ख्वाजाहरू चाहिँ किनेर हामी यहाँबाट निस्किँदछौँ। त्यहाँबाट निस्किन अघि हामी चाहिँ खाना खानुतर्फ लाग्दछौँ। यो हामी चाहिँ खाना खान अहिले गइरहेको छौँ। हाम्रो खाना खाने साथीहरू अर्डर गर्नु भइरहेको छ। ल हेर्नु है त, दामी छ। सबर करो सी लेने का। हाँ ठुलै चोक्टा खाँदैछ। ल सुँगुर खायो भयो बाख्रा घाँस भयो। के हो यो चाहिँ? दामी रहेछ। मिठो गरी खायो। क्यों? चाहिँ हामी खाना खाएर चिया खाँदै हिँड्दै अवस्था। यो मुदुङसान चढेको त्यो यसो नेपाली बानी। थाक्यो एकदमै। मान्छेहरू चाहिँ आउने जाने गर्छन्, चढ्ने गर्छन् सस्तालाई है। ल हामी पनि भिड हेर त यस्तो कालो छ कि यो लगभग हामी सगरमाथा चढेको जस्तै भइरहेछ। हामी चाहिँ मुदुङसान चढ्ने बेलामा कहिले ओकाली कहिले ओह्राली गर्दै बढ्दै थियौँ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। साथीहरू यो चाहिँ हामी घुम्ने क्रममा होइन आउँदैछौँ। यो चाहिँ अब धरान जस्तै पार्क बनाएको रहेछन् भन्दा पनि हुन्छ। ल भ्यू है यस्तो तल मुनिबाट धरान है। यो धरान यो चाहिँ कोरियाको धरान होइन। 2000 मिटर माथि चाहिँ तपाईँको पानी त्यसरी यस्तो श्रमदान गरेर लगेको छ साथीहरू है। यो पाइप चाहिँ हेर्नु ल, यस्तो बाटो पनि यस्तो राम्रो गरिदिएको छ। यो लड्छ भनेर है, यो लड्छ भनेर यो जुटको बोराको डोरीबाट होइन यसरी गरेको छ। मुनि ढुङ्गा ओछ्याइदिएको छ। हेर्नु त, श्रमदान गऱ्यो भने के चाहिँ बन्दैन साथीहरू। ल हर्क साम्बाङबाट हामीले अब नेपालमा केही सिक्ने कि। बहुत ही सुंदर तरीके से आपने खेला। लाइनको होला, बिजुली लाइनको है। यो चाहिँ बिजुली लाइनको पाइप हो। हामी चाहिँ घुम्ने क्रममा यसरी मुदुङसान चढ्ने क्रममा छुट्टीको दिन यसरी आउँदै गर्दाखेरि अरूभन्दा थाक्यो। त्यही भएर म अलिक चाँडो बोल्दैछु कि यो चाहिँ छुट्टीको क्रममा आउने हुँदाखेरि यो पाइप हेर्न सक्नुहुन्छ। यो ढुङ्गा उकालो 1100 मिटर यहाँ भयो। अझै माथि होइन 2000 मिटर माथि नै होला यो सायद। त्यत्रो लगेको छ यो पाइप। हेर्नु न साथीहरू। ल साथीहरू, श्रमदानबाट के चाहिँ हुँदैन होइन कोरियामा। जीवनदान, श्रमदान, जीवनदान, श्रमदान जस। ल एक शब्द दाउस् न त। देख्न सक्नुहुन्छ हजुरले एकदमै टपमा आइपुगेछौँ। यो खङ्जुको मुदुङसान भन्ने ठाउँमा पर्छ। यहाँ तल तपाईँ देख्नुभयो होला अघि नै हर्क साम्पाङको जस्तै विकास गरिएको, खानेपानीको पाइपको विस्तार गरिएको। यही प्रभावले नै हर्क साम्पाङकै प्रभावले नै कोरियामा पनि त्यसरी नै श्रमदान गरेर यहाँ पानीको पाइप लिएको थियो तल। नेपालमा पनि 2000 मिटर माथिसम्म भनेपछि नेपालमा पनि हर्क साम्पाङले
धेरै नै प्रगति गरेको छ। डाहा गर्ने धेरै गर्छन्, आरिस गर्ने गर्छन्। तर आर्मी क्याम्पको लागि भनेर आर्मी क्याम्पको लागि भने, तर नेपालमा चाहिँ उसको लागि विरुद्धमा धेरै बोलेका छन्। के भनेका चाहिँ देशको लागि विरोधी, त्यस्ता देशद्रोहीले कहिले पनि देश विकास गर्दैन र जसले राम्रो काम गर्नेको लागि सम्मान गर्दैन त्यसले चाहिँ कहिले पनि राम्रो अवसर चुनौतीहरू केही पनि पाउँदैन। त्यसको लागि हजुरहरूले राम्रो काम गर्ने हर्क साम्पाङजीलाई सबैले मिलेर साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। त्यसको लागि साथी पनि दुई चार शब्द ल साम्पाङबाट केही दुई म शब्द पनि साम्पाङै हो होइन, तर यो घुम्ने प्रक्रियामा आउँदाखेरि एकदमै म चाहिँ थाकेर अहिले एकदमै भनौँ न बोल्नु पनि नसक्ने अवस्था छु। ठाउँमा आउँदाखेरि मलाई चाहिँ साथीहरूले होइन जाउँ भनेर म चाहिँ अब नजाने विचारमा चाहिँ मजा नहीं आ रहा है। पछि लागिरहेको थियो खर्च पनि हुन्छ भने, तर आउँदाखेरि त्यो मलाई लागेन। हाय हाय इतना सुकून। पसाङ यति राम्रो स्वर्ग जाने बाटो जस्तै ढुङ्गाहरू बिछाएको होइन, चौतारीहरू बेसिक काम जस्तै सगरमाथा पुग्दाखेरि कस्तो अनुभव हुन्छ त्यस्तै फिल भयो। यो ठाउँमा आउँदाखेरि कसम होला यति रमणीय रहेछ होइन। हाम्रो साथीले धरानको हर्कसाम्माको जस्तै पाइप रहेछ भन्नु थाल्यो होइन, त्यो हिसाबले अघि देखाइहाल्यो होइन। त्यो पाइप कसम होला 2000 मिटर यो आर्मी क्याम्पको लागि भनेर ल्याएको रहेछ है। मलाई त्यो देख्दा हाम्रो धरानको साँच्चै एकदम होइन श्रमदान गर्नुहुने हर्कसाम्माङलाई एकदम साथ सपोर्टर माया लाग्यो क्या कसम। यो आर्मी क्याम्पको लागि 2000 मिटर त यत्रो पाइप तानेको छ भने त्यहाँ त बिचरा होइन त्यहाँको दिन दुखीहरूको गरिबहरूको लागि चाहिँ पानीको पाइप तान्दाखेरि त्यहाँ चाहिँ विरोधहरू गर्छन्, के पाइपहरू काट्छन्, त्यो चाहिँ नमजा लाग्दो रहेछ क्या। तर यहाँदेखि हाल्नुहुन्छ अहिले पाइपहरू कस्तो मजाले होइन संरक्षण गर्दै आएको छ। यो ठाउँ पनि हेर्न सक्नुहुन्छ, यो आर्मी क्याम्प हो यता माथि होइन, आर्मी क्याम्प छ यता। यो धरान जस्तो छ यो होइन, धरानै जस्तो छ यो। ठ्याक्कै भेडेटारबाट आउँदाखेरि हाम्रो ठाउँको होइन भेडेटार जस्तो। म त धरानको होइन, तै पनि म मोरङको हो होइन, गइराखिन्छ ठ्याक्कै घुम्नु जाँदाखेरि भेडेटार यो धरान देखिने ठाउँ जस्तो छ है भाइ। त्यो हेर त त्यो भेडेटार जस्तो छ, यस्तो दामी छ, यत्रो माथि त्यस्तो श्रमदान गरेर लिएको रहेछ कोरियन नागरिकहरूले होइन। जस खुसी लाग्यो यो ठाउँमा आउँदाखेरि। अब आज धेरै हिँडेको छ, भोलि यो खुट्टा दुखेर मर्नुहुन्छ, अब सुत्ने हो 2 दिन यस्तो हाल भएको छ। म चाहिँ नसकेर यो लौरो पनि यति लामो थियो हिँड्दा हिँड्दै भाँचियो, त्यही भएर चाहिँ यसरी आइएको छ। साथीहरू यस्तै छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो ठाउँ घुम्नलाई होइन। माथिबाट 2000 मिटर माथि पुगेर होइन जाँदै गर्दै थिएँ। अब फर्किँदै पनि छु, यो पाए त हेरेर आएको ल साथीहरू होइन पाइप चाहिँ देख्न सक्नुहुन्छ एकदमै गाह्रो तरिकाले चाहिँ माथिसम्म लगेको छ। हामी चाहिँ फाइनली आइसकेको अवस्था है, यो सहरमा सिने सहरमा आइसक्यौँ।